नमस्कार, म सुमन। आज चाहिँ म किडनी ट्रान्सप्लान्ट भएको 20औं दिनमा छु र आज चाहिँ केही कुराहरू सुरुदेखि सेयर गरौँ न त भनेर यहाँ उपस्थित भएको छु। सिकेडी भएको सबैभन्दा सुरुमा के कस्ता लक्षणहरू देखिन्छन् त? सिकेडी भएको सबैभन्दा सुरुमा कुनै पनि लक्षणै देखिँदैन। यदि तपाईँ पहिलो, दोस्रो र तेस्रो स्टेजमा हुनुहुन्छ भने तपाईलाई कुनै पनि लक्षणहरू देखिँदैन। जब तपाईको 90-95% किडनी पुरै खराब भइसक्छ तब मात्रै बिस्तारै लक्षणहरू देखिन थाल्छन्। सिकेडी भएपछि मलाई के कस्ता लक्षणहरू देखिए त? पहिलो नम्बरमा मलाई देखिएको लक्षण भनेको एकदमै खान मन नलाग्ने, अनि त्यसपछाडि किचनमा केही खानेकुरा पाक्दैछ भने पनि वाकवाकी लाग्ने, गन्ध आउने, त्यस्तो खालको लक्षण देखियो। र दोस्रो नम्बरमा देखिएको लक्षण भनेको बीपी एकदमै अनकन्ट्रोल हुने, अनि त्यसपछाडि मुटुको धड्कन एकदमै छिटो चले जस्तो हुने, कहिले नाप्दाखेरि 180/100, 90/150 त्यस्तो खालको अनकन्ट्रोल थियो बीपी। र तेस्रो नम्बरमा भनेको चाहिँ एकदमै थकाइ लाग्ने, केही काम गर्न मन नलाग्ने, अल्छी लागे जस्तो हुने, सास फेर्न गाह्रो हुने, त्यस्तो खालको लक्षण देखियो। र चौथो नम्बरमा भनेको चाहिँ एकदमै पिसाब छिटो हुने, अनि त्यसपछाडि पिसाबको रङ चाहिँ अलिक गाढा रातो खालको देखिने र पिसाबमा फिज आउने, यस्तो खालको लक्षण देखियो। र मसँगै डायलिसिस गर्ने अरूलाई सोद्धाखेरि चाहिँ उहाँहरूको चाहिँ हातखुट्टाहरूमा सुजन आउने, अनि त्यसपछाडि अनुहार सुन्निए जस्तो हुने, शरीर सुन्निए जस्तो हुने पनि भयो भनेर भन्नुभयो। तर मेरो केसमा चाहिँ त्यस्तो भएन। यो सबै कुराहरू म मेरो आफ्नो अनुभवको आधारमा तपाईहरुलाई सेयर गर्दैछु। र कतिलाई यस्तो लक्षणहरू नदेखिन पनि सक्छ, अरू नै कारणले पनि किडनीहरू खराब भइरहेको हुनसक्छ। तर तपाईले आरएफटी, सीबीसी, एलएफटी जस्ता चेकहरू गर्नुभयो भने चाहिँ तपाईको किडनी फङ्सनले कसरी काम गरिरहेको छ, तपाईको शरीर स्वस्थ छ कि छैन, किडनी स्वस्थ छ कि छैन भन्ने कुरा चाहिँ तपाईहरुले सजिलैसँग थाहा पाउन सक्नुहुन्छ। यो सरकारी अस्पतालमा जाँच्नु भयो भने पनि 1000-1500 मा सजिलैसँग जाँच दिन्छन्। र तपाईहरुले एकचोटी यो चेक गर्नुभयो, कम्तीमा पनि 6 महिना 1 वर्षमा चेक गर्नुभयो भने चाहिँ तपाईले आफ्नो स्वास्थ्यको बारेमा थाहा पाइराख्न सक्नुहुन्छ। भन्दै यस्तै कुराहरू तपाईहरुलाई म स्टेप बाइ स्टेप सेयर गर्दै जान्छु मेरो यो किडनी ट्रान्सप्लान्टको जर्नीको बारेमा। आजलाई चाहिँ यति नै। थ्यांक यू सो मच।